त्यसैगरी बाँकी एक टिमको लागि भने क्वालिफायर टुर्नामेन्ट हुनेछ। ओलम्पिक्स 2028 को होस्ट युएसए हो र युएसए ले एज अ होस्ट डाइरेक्ट इन्ट्री पाएको छ, तर कन्फर्म भने भइसकेको छैन। आईसीसी को अनुसार युएसए ले ओलम्पिक्समा एज अ होस्ट क्वालिफाई गर्न पनि T20 र्याङ्किङ्समा टप 15 मा 2026 को अन्त्यसम्म रहनु पर्नेछ। अहिले युएसए 13औं स्थानमा छ र 2026 को एन्डसम्म युएसए ले टप 15 मा बनिराख्नु पर्छ। इफ युएसए टप 15 बाट चिप्लियो भने उसको ठाउँ अर्को टिमले क्वालिफायर्सबाट पाउनेछ। तर 2026 मा सबै एसोसिएट टिम्सको फिक्चर हेर्ने हो भने एसोसिएट टिमको र्याङ्किङमा ठूलो चेन्जेस हुने देखिदैन। सो युएसए ले मोस्ट प्रोबेबली एज अ होस्ट ओलम्पिक खेल्नेछ। युएसए बाहेक अरु 4 टिम्सले र्याङ्किङको आधारमा सोझै क्वालिफाई गर्नेछन्। यी टिम्सहरू हुन् एसियाबाट इन्डिया, युरोपबाट ग्रेट ब्रिटेन, अफ्रिकाबाट साउथ अफ्रिका र इस्ट एसिया पेसिफिकबाट अस्ट्रेलिया। यहाँबाट बुझ्नुपर्ने कुरा के छ भने ओलम्पिक्समा इंग्ल्यान्डले खेल्ने होइन, ओलम्पिक्समा ग्रेट ब्रिटेनले खेल्नेछ। ग्रेट ब्रिटेन, इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड मिलेर बनेको टिम हो। सो स्कटल्यान्ड प्लेयर्सले पनि ग्रेट ब्रिटेनको टिमबाट क्रिकेट खेल्न पाउनेछन्। सो यो ओलम्पिक्समा जर्ज मुन्जे, ब्रान्डन म्याकमिलन जस्ता प्लेयर्सहरूले इंग्ल्यान्ड प्लेयरसँग एउटै टिममा खेलेको हेर्न सकिन्छ। अब यो 5 टिम बाहेक एउटा लास्ट टिमको सेलेक्सन क्वालिफायर्सबाट हुनेछ र नेपालको लागि ओलम्पिक्सको बाटो यही हो। ओलम्पिक्स क्वालिफायर 2027 मा हुनेवाला छ र यसमा 8 टिम्सहरू खेल्नेछन्। यो 8 टिम्सबाट एउटा टिमले ओलम्पिक्सको टिकट पाउनेछ, तर नेपालको लागि यो क्वालिफायर्स टुर्नामेन्ट खेल्न पनि निकै गाह्रो छ। क्वालिफायर्समा र्याङ्किङको आधारमा 8 टिम्स खेल्नेछन्। अब अहिलेको T20 म्याच र्याङ्किङ हेर्ने हो भने यसबाट इन्डिया, अस्ट्रेलिया, साउथ अफ्रिका र इंग्ल्यान्ड जुन ग्रेट ब्रिटेनको नामले खेल्नेछन्, यो 4वटा टिम्सहरू अटोमेटिक ओलम्पिक्सको लागि क्वालिफाई भइसकेका छन्। अब 4 टिम्स बाहेक र्याङ्किङमा रहेको टप 8 टिम्सहरूले ओलम्पिक्स क्वालिफायर खेल्नेछन्। अहिलेको र्याङ्किङलाई आधार मान्ने हो भने क्वालिफायर्स खेल्ने 8 टिम्स यस्ता छन्: न्यूजील्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश, श्रीलंका, अफगानिस्तान, आयरल्यान्ड र जिम्बाब्वे। क्वालिफायर्स खेल्ने लास्ट टिम हो जिम्बाब्वे, जसको र्याङ्किङ 12 रहेको छ। सो क्वालिफायर्स खेल्न टप 12 मा आउनुको विकल्प छैन। नेपाल अहिले T20 र्याङ्किङ्समा 15औं स्थानमा रहेको छ। नेपालको 179 को रेटिङ छ भने 12औं स्थानमा रहेको जिम्बाब्वेको 202 को रेटिङ छ। सिलेक्सनको कट अफ 2026 को एन्डसम्म हो। सो नेपालले 2026 को एन्डसम्म टप 12 मा आउनु पर्छ, जसको मतलब जिम्बाब्वे विरुद्धको टेस्ट रेटिङको ग्यापलाई कभर गर्नुपर्छ, जुन लगभग इम्पोसिबल नै छ। 2026 को अब बाँकीको 6 मन्थ्समा नेपालको मेजर फोकस ओडिआई क्रिकेट रहनेछ। सीडब्ल्यूसी लिग 2 मा अहिले नेपाल 5औं स्थानमा रहेको छ भने नेपालको टार्गेट टप 4 मा फिनिश गर्दै ओडिआई वर्ल्ड कप क्वालिफायर्सको लागि डाइरेक्ट क्वालिफाई गर्नु हुनेछ। टप 4 नभए पनि एटलिस्ट टप 6 मा फिनिश गर्दै ओडिआई स्ट्याटस बचाउनु त मिनिमम टार्गेट हुन पर्छ। यही जुलाईमा नेपालले नेदरल्यान्ड्स र नामिबिया विरुद्ध सीडब्ल्यूसी लिग 2 को ट्राई सिरिज खेल्दैछ। त्यस्तै केही महिनापछि अर्को लिग 2 ट्राई सिरिज पनि छ। सो नेपालको मेजर फोकस ओडिआई तर्फ रहेको छ। त्यस्तै नेपालको क्यालेन्डर हेर्ने हो भने T20 सिरिजहरू धेरै छैनन्। नेपालले आयरल्यान्ड र कुवेत विरुद्ध T20 सिरिज खेल्ने कुरा त छ, तर अझै फिक्स भन्ने भइसकेको छैन। त्यसपछि सेप्टेम्बरमा नेपालले एसियन गेम्स T20 फर्मेटमा खेल्नेछ। यति म्याचेसले मात्रै जिम्बाब्वेसँगको टेस्ट रेटिङको ग्याप सकिनेवाला छैन। ओभरअल लङ टर्मको हिसाब हेर्ने हो भने नेपालले ओडिआईलाई फोकसमा राखेर सीडब्ल्यूसी लिग 2 मा राम्रो पर्फर्मेन्स गर्नु ओलम्पिक्सको क्वालिफायर टुर्नामेन्ट खेल्नु भन्दा ठूलो सफलता हुनेछ। र आयरल्यान्ड जस्तो स्ट्रङ टिम अनि एसियन गेम्समा के टेस्ट प्लेइङ नेसन विरुद्ध राम्रो रिजल्ट ल्याएर र्याङ्किङमा बिस्तारै सुधार गर्दै जाने हो भने 2032 को ओलम्पिक्स क्वालिफायर खेल्न सक्छ। र नेपालको लागि आइडियल टार्गेट 2032 को ओलम्पिक्स नै हुन पर्छ। सो कन्क्लुजनमा भन्ने हो भने 2028 को ओलम्पिक्स र इभन ओलम्पिक्स क्वालिफायर टुर्नामेन्ट पनि नेपालको लागि लगभग असम्भव नै छ। तर नेपाली क्रिकेटमा मिराकल भएका छन् एन्ड हु नोज।